कहिले फलफुल बेचेर त कहिले भारी बोकेर आफ्नै पेट काटेर श्रीमतीलाई इन्जिनियर बनाए। आफ्नो मात्र होइन अरूको समेत जग्गा धितो राखेर 45 लाख ऋण खोज्दै अस्ट्रेलिया पठाए। तर अस्ट्रेलिया पुगेपछि उनै श्रीमतीले जे गरिन् त्यो सुन्दा तपाईको पनि मुटु फुट्नेछ। हो दर्शकवृन्द, आज हामी यस्तो दर्दनाक र अचम्मको वास्तविक कथा लिएर आएका छौं जसले समाजको स्वार्थीपन र बदलिदो रूपलाई छर्लङ्ग पारेको छ। यो पीडादायी कथा हो कैलालीको लम्कीका भावुक देवको। विक्रम सम्वत 2071 सालमा भावुकले कोहलपुर निवासी कल्पना परियारसँग निकै माया गरेर बिहे गरेका थिए। बिहेपछि भावुकले आफ्नो सारा सपनालाई थाती राखेर श्रीमतीको भविष्य ठूलो ठाने। कल्पनालाई सिभिल इन्जिनियर बनाउन उनले दिनरात नभनी सङ्घर्ष गरे। कहिले फलफुल बेचे, कहिले गरुङ्गो भारी बोके, कति पटक त आफू भोकै बसे। तर श्रीमतीको पढाइ र इच्छामा कहिले पनि कमी हुन दिएनन्। 3 वर्षसम्म कडा मेहनत गरेर श्रीमतीलाई इन्जिनियर त बनाए, तर भावुकको सपना यतिमै सकिएको थिएन। अझ राम्रो भविष्यको खोजीमा उनले लाखौं रुपैयाँ ऋण काटेर कल्पनालाई अस्ट्रेलिया पठाए। भावुकले सोचेका थिए, आज जतिसुकै दुःख भोग्नु परे पनि भोलि त मेरो परिवार सुखी हुनेछ। तर अस्ट्रेलिया पुगेपछि परिस्थिति सोचे भन्दा बिल्कुलै फरक भयो। परिवारका अनुसार अस्ट्रेलिया पुगेकी कल्पना विगत 2 वर्षदेखि परिवारसँग पूर्ण रूपमा सम्पर्कविहीन बनी र हालै एउटा यस्तो खबर बाहिरियो जसले भावुक देवको संसार नै उजाडिदियो। कल्पना अहिले भारतका एक पन्जाबी युवक पवन सन्तोषसँग बसिरहेकी छिन् र उनीहरू बच्चा जन्माउने तयारीमा रहेको खबर बाहिरिएको छ। यता नेपालमा भने एउटी सानी अबोध छोरी दिनहुँ आमाको फोटो हेर्दै सोध्ने गर्छिन्, मम्मी कहिले आउनुहुन्छ? तर यो निर्दोष प्रश्नको जवाफ कसैसँग पनि छैन। एकातिर 45 लाख ऋणको पहाड, अर्कोतिर छिया भएको ओछ्यान र भत्किएको संसार। भावुक देव अहिले आँसु, पुराना सम्झना र एउटा कहिल्यै पूरा नहुने पर्खाइमा बाँचिरहेका छन्। उनी मिडियामा धरी रुँदै आफ्नो न्यायको लागि गुहार मागिरहेका छन्। पैसा, विलासिता र स्वार्थका लागि आफ्नै सिन्दुर र काखको बच्चालाई बिर्सिने यस्ता मानिसहरूलाई समाजले के भन्नुपर्छ? के भावुक देवले न्याय पाउनु पर्दैन? आफ्नो अमूल्य विचार कमेन्ट बक्समा अवश्य लेख्नुहोला। यस्तै सत्य र जानकारीमूलक भिडियोहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।